नमस्ते, मेरो नाम चाहिँ मनिषा सुब्बा। म चाहिँ पाथेभाडा टोलमा बस्छु। म चाहिँ घरको काम गर्छु, श्रमिक हो, घर श्रमिक हो। म चाहिँ अब घरमा यस्तै भाँडासाँडा धुने, खानासाना पकाउने, भाँडासाँडा माझ्ने, लुगासुगा धुने, त्यस्तै काम हो। सबैभन्दा पहिला चाहिँ क्यान्टिनमा क्यान्टिनमा काममा जान्थेँ। त्यहाँ गर्दा गर्दै अब क्यान्टिनमा त सिजनको बेलामा मात्रै त हुने हो, नहुने। त्यहाँबाट त्यो क्यान्टिनमा छोडेर अनि घरै काम गर्ने, लुगा धुने, यताउता गर्थेँ। अनि लकडाउन हुनुभन्दा अगाडि चाहिँ त्यही चुन्देमा काम गर्थेँ। त्यो काम गर्दा गर्दै अब 1 वर्ष त गरेँ, तर राम्रो भएन। त्यहाँ चाहिँ गर्दा गर्दै मलाई पैसा पनि दिएन, त्यो छोडेँ। अनि त्यो लकडाउन पछि चाहिँ अनि फेरि त्यही बच्चा हेर्ने ठाउँमा काममा गएको हो। त्यहाँ चाहिँ 3 महिनादेखि हेरेको हो। अब 4.5 वर्षपछि चाहिँ अब घरमै बस्ने मान्छे ल्यायो हामीले, भन्नुभयो। अब छोरा भनेपछि अब नाइ भन्नु पनि सकेन, गरेँ। अहिले चाहिँ अब त्यही क्याफेमा मात्रै हो। अहिले फेरि कस्तो भने मेरो यहाँ बुढोको काम छैन कि, मेन चाहिँ बुढाले गर्नुपर्ने काम चाहिँ पेन्टर हो। उहाँको चाहिँ अब कामै छैन, अन्त आफूले नै गर्नुपर्ने। अन्त बिहान 8 बजी गएर 1 बजीसम्म 8,000 पैसाले कोठा भाडा तिर्ने कि खानु कि मलाई फेरि दबाई किनिरहनुपर्छ, दबाई छैन। अनि त्यसैले गर्दा चाहिँ अनि त्यहाँ पनि नगर्ने भनेर अब फुल टाइम खोजिरहेको काम चाहिँ मैले चाहिँ। घरमा काम गर्दाखेरि चाहिँ अब त्यो खानासाना माझ्दिने ओर्नमा अब साउनेहरूले काम गर्ने, काम लाउने। अन्तखेरि खाना खानु पाएन भने खाना खाँदा पनि कुकुरलाई बनाएर दिएको भात खाँदा पनि क्यामेरामा हेरेर सँगसँगै आउने, खानु नदिने। चियाहरू पकाएर खाँदा पनि साउनेहरूलाई छुट्टै, सबैलाई छुट्टै, बच्चाहरूलाई छुट्टै खाना। चिया पकाउँदा पनि लुकाएर खानुपर्ने चियाहरू पनि। अनि अब खानासानाहरू यसो छ भने पनि त्यो फ्रिजमै बरु खाना कुहिएर जाओस्, तर हामीलाई खान नदिने। बरु कुकुरको बर्थडे मनाएर कुकुरको बर्थडे भनेर कुकुरको बर्थडेको केक चाहिँ खानु दिएको छ है मलाई चाहिँ। कुकुरको खानाको बर्थडेको केक पनि बनाएर दिएको छ। अब त्यस्तै अब काम गर्दा गर्दै पछि अब जस मैले त पैसा तिरेर काम गरेको हो, जब सेन्टरबाट काममा गएको, पैसा पनि तलब तोकेर 10,000 दिन्छु भनेर गयो। लास्टमा 8,000 भन्दा दिनु भएन। अब दसैँभरि काम गऱ्यो, मैले यस्तो लकडाउनको बेला नै हिँडी गएँ काममा। हिँडेर जाने, हिँडेर आउने गर्दा पनि दसैँ खर्च पनि दिनु भएन, 1 जोड लुगा पनि हालिदिनु भएन दसैँमा। बिरामी हुँदाखेरि सुत्ने ठाउँ नभएर कुकुरको सुत्ने ठाउँमा गएर सुत्दा पनि गाली गर्नुभएको छ मलाई के, त्यो चुन्देवीको साउनीले चाहिँ। त्यस्तोमा चाहिँ तिमी सुत्न आएको हो या सुत्ने मान्छे भने त घरमै गएर सुत्नुपर्ने, काम गर्न आएको मान्छे किन यहाँ सुतेर बस्नु पर्यो पनि भन्नुभएको छ क्या। ज्वरो आएको छ आउँदिन भन्दा नि आऊ भन्नुभयो, लास्टमा त्यसो भन्नुभयो। दबाई पानीहरू त्यस्तो केही पनि गर्नु भएन। बरु यो बच्चा हेर्ने ठाउँमा चाहिँ म बिरामी भएर निमोनिया भएर बस्दाखेरि दियोस्, उहाँले चाहिँ जम्मा मलाई 2,000 रुपियाँ सहयोग गर्नुभएको थियो है। बच्चा हेर्ने ठाउँमा चाहिँ त्यहाँ चाहिँ 2,000 रुपियाँ दिनुभएको थियो, दबाई किनेर खानु भनेर। अन्त चुन्देवी पनि त्यस्तो गर्नु भएन।